सर्वप्रथम त सबैलाई नमस्कार। मेरो नाम दिपेश भट्ट हो र म आजको हजुरहरूको गणित ट्युटर पनि हो। आज हामी प्रफिट एन्ड लस, फाइदा र नोक्सानको बारेमा पढ्नेछौँ। आजको यो महत्त्वपूर्ण सेसन सुरु गर्नु अघि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु कि यो कार्यक्रम बिएनडी फाउन्डेसनद्वारा सञ्चालन गरिएको हो र यसलाई वर्था एजुकेसन फाउन्डेसन तथा आइएमबी ब्याङ्क फाउन्डेसनले सहयोग प्रदान गर्नुभएको छ। र अब हामी आजको पाठ सुरु गरौँ। सर्वप्रथम त मैले सेयर गरेको स्क्रिन हजुरहरूलाई भिजुअल छ कि छैन भन्ने कुरा हजुरहरूले बताइदिनु होला। यदि छ भने आजको सेसन सुरु गरौँ त है। प्रफिट एन्ड लस। प्रफिट भनेको कुनै पनि बिजनेसले अर्न गरेको एक्स्ट्रा अमाउन्ट हो जुन टोटल कस्ट भन्दा बढी हुन्छ। कुनै पनि बिजनेसले अर्न गरेको एक्स्ट्रा अमाउन्ट जुन के त टोटल कस्ट भन्दा बढी हुने गर्छ। भने लस भनेको के हो? लस भनेको कुनै पनि बिजनेसले घाटा खानु हो जब कुनै पनि वस्तुको कस्ट प्राइस कुनै पनि वस्तुको कस्ट प्राइस बेचीको मूल्य भन्दा बढी हुने गर्छ भने त्यहाँ के हुन्छ? त्यहाँ लस हुन्छ। लेट्स स्टार्ट विथ द क्वेसन। एउटा क्वेसनबाट सुरु गरौँ है त। इफ यु बाई अ पेन फर RS10 एन्ड सेल इट फर RS12 वाट ह्यापन्स? यदि तपाईँले एउटा पेन RS10 मा किन्नुभयो र त्यसलाई RS12 मा बेच्नुभयो, त्यहाँ के भयो त? अभियसली यु अर्न एक्स्ट्रा मनी। तपाईँले एक्स्ट्रा पैसा अर्न गर्नुभयो। त्यो एक्स्ट्रा अर्न गर्नुभएको पैसा नै के हो त हजुरको? प्रफिट हो। यसो भए लस को क्वेसन तर्फ लागौँ है त। इफ यु सेल द सेम पेन फर RS8 वाट ह्यापन्स? यु लुज मनी। यस, यदि तपाईँले त्यो सेम पेन RS10 को हजुरले 8 मा बेच्नुभयो भने तपाईँलाई त्यहाँ के भयो? यस, अभियसली तपाईँलाई त्यहाँ घाटा भयो, तपाईँलाई त्यहाँ लस भयो। त्यो लस भएको मनीलाई नै हामीले के भन्ने गर्छौँ? लस भन्ने गर्छौँ। प्रफिट एन्ड लस बुझ्नु अघि यसको बेसिक टर्म्सहरूको बारेमा बुझौँ है त। कस्ट प्राइस, सर्टकटमा भन्नुपर्दा CP, द प्राइस एट व्हिच एन आइटम इज बाउट। त्यो मूल्य जुन मूल्यमा कुनै वस्तु किनिएको छ भने त्यसलाई हामीले के भन्ने गर्छौँ? CP। इक्जाम्पलको लागि CP अफ अ बुक इज इक्वल टु RS200। कुनै बुक किनेको मूल्य कति छ त? RS200 छ। सेलिङ प्राइस, सर्टकटमा भन्नुपर्दा SP, द प्राइस एट व्हिच एन आइटम इज सोल्ड। त्यो मूल्य जुन मूल्यमा कुनै वस्तु बेचिएको छ। इक्जाम्पल, उदाहरणको लागि SP अफ द बुक इज इक्वल टु RS250। कुनै बुक बेचेको मूल्य कति छ त? RS250 छ। नम्बर 3, प्रफिट इज इक्वल टु SP माइनस CP। प्रफिट बराबर बेचेको मूल्य माइनस किनेको मूल्य। यो कुन कन्डिसनमा हुने गर्छ त? व्हेन SP ग्रेटर देन CP। जब किनेको मूल्य भन्दा बेचेको मूल्य बढी हुने गर्छ त्यो कन्डिसनमा प्रफिट हुन्छ। इक्जाम्पलको रूपमा हेरौँ, CP 10 छ, SP 12 छ, प्रफिट 12 माइनस 10 छ। मिन्स RS2 4 लस, CP माइनस SP। लस भनेको के हो त? किनेको मूल्य माइनस बेचेको मूल्य। यो कुन कन्डिसनमा हुने गर्छ? CP जुन कन्डिसनमा SP भन्दा बढी हुन्छ। इक्जाम्पलको लागि CP इज इक्वल टु 10, SP इज इक्वल टु 8, लस भनेको 10 माइनस 8, अभियसली RS2। प्रफिट पर्सेंट एंड लॉस परसेंट। प्रॉफिट परसेंट एंड लॉस परसेंट। प्रॉफिट और लॉस इज often expressed as a percentage of CP। नाफा वा नोक्सान प्राय CP को प्रतिशतको रूपमा व्यक्त गरिन्छ है त। अब प्रॉफिट पर्सेंट, सर्टकटमा भन्नुपर्दा P पर्सेंट। P पर्सेंटलाई हेरौँ हामीले।
पी पर्सेन्ट बराबर प्रॉफिट डिवाइडेड बाई सिपी इन्टु 100। पी पर्सेन्ट हामीले कसरी निकाल्ने रहेछौँ? प्रॉफिट भनेको नाफा भागा सिपी भनेको किनेको मूल्य इन्टु 100 इज इक्वल टु। अनि हामीलाई के थाहा छ? प्रॉफिट भनेको के हो? एसपी माइनस सिपी हो। सो हामीले प्रॉफिटको ठाउँमा एसपी माइनस सिपी लेखिदियौँ। यस्तो क्वेसनहरू पनि कहिलेकाहीँ इक्जाममा धेरै सोधेको देखिन्छ। त्यसैले हामीले प्रॉफिट भनेको एसपी माइनस सिपी हो यसरी लेख्नुपर्छ भन्ने कुरालाई पनि थाहा पाउनुपर्छ। त्यसैले हजुरले यसको लागि दुइटै याद गर्नुहोला। इक्जाम्पलको रूपमा उदाहरणको रूपमा हेरौँ त सिपी 10 दिएको छ, एसपी 120 दिएको छ भने प्रफिट कति भयो? 20 भयो। कसरी? प्रफिट भनेको के हो त? एसपी माइनस सिपी 120 माइनस 120 भने पी पर्सेन्ट कति हो? कति भयो त? 20%। कसरी भयो त हेरौँ है। पी पर्सेन्ट 20 कसरी भयो? प्रफिट हामीले 20 निकाल्यौँ। प्रफिट पी पर्सेन्ट भनेको के थियो? प्रफिट डिभाइडेड बाई सिपी 20 डिभाइडेड बाई 100 इन्टु 100 कति आयो त? 20%। यस। सो हामीले प्रफिट पर्सेन्ट कसरी निकाल्ने रहेछौँ? प्रफिट अपन सिपी इन्टु 100। अब लस पर्सेन्ट सर्टकटमा भन्नुपर्दा एल पर्सेन्ट हेरौँ त। एल पर्सेन्ट भनेको लस डिभाइडेड बाई सिपी इन्टु 100। हामीहरूलाई अब लस भनेको पनि थाहा छ। लस भनेको के हो? सिपी माइनस एसपी डिभाइडेड बाई सिपी इन्टु 100। यसो भए उदाहरण हेरौँ त है। कुनै पनि वस्तुको किनेको मूल्य 200 छ सिपी, बेचेको मूल्य 180 छ एसपी भने किनेको मूल्य बेचेको मूल्य भन्दा बढी हुँदा के हुन्छ? लस हुन्छ। अभियसली लस भनेको सिपी माइनस एसपी 200 माइनस 180 इट इज 20। सो एल पर्सेन्ट भनेको लस अपन सिपी इन्टु 100। लस कति थियो? 20 अपन सिपी कति छ? 200 इन्टु 100 भनेको कति आयो? 10%। अब तल बढौँ है त। फाइन्डिङ एसपी when CP and profit slash loss percent are given। हामीहरूले एसपी पत्ता लगाऊ कुन कन्डिसनमा? जुन कन्डिसनमा सिपी र प्रफिट अथवा लस पर्सेन्ट गिभन भएको हुन्छ। सर्वप्रथम त एसपी भनेको सिपी प्लस प्रफिट हुन्छ। यो कसरी हुन्छ हजुरहरूले थाहा पाउनु भयो होला। कसरी हुन्छ? हामीले माथि के पढाएको थियौँ? प्रफिट बराबर के पढाएको थियौँ हामीले थाहा छ? सरी है त। प्रफिट बराबर हामीले के पढाएको थियौँ? एसपी माइनस सिपी। तो त्यसमा हामीले एसपी को लागि निकाल्नु पर्दा के हुन्छ? सिपी प्लस प्रफिट। एन्ड यदि हामीहरूलाई लस भएको छ भने हामीले के लेख्थ्यौँ? सिपी माइनस एसपी। त्योबाट हामीलाई एसपी निकाल्नु छ भने के हुन्छ? यस, सिपी माइनस लस। अब हामीले यति कुरा जान्यौँ भनेपछि स्टेप 1मा हामीले एसपी निकाल्नको लागि के गर्नुपर्छ? हामीले प्रफिट अथवा लस क्यालकुलेट गर्नुपर्छ। प्रफिट एन्ड लस क्यालकुलेट हामीले कसरी गर्न सक्छौँ त? जब हामीलाई सिपी दिएको छ र प्रफिट पर्सेन्ट अथवा लस पर्सेन्ट दिएको छ भने हामीहरूले प्रफिट कसरी निकाल्छौँ? पी पर्सेन्ट बराबर प्रफिट अपन सिपी इन्टु 100 हुने गर्छ। यदि लस भएको छ भने लस पर्सेन्ट बराबर लस अपन सिपी इन्टु 100 हुने गर्छ। अब त्योबाट आएको प्रफिट अथवा लसलाई हामीले माथि हामीले भनेको अनुसार यदि प्रफिट भएको छ भने सिपीमा प्रफिटलाई जोडिदिउँ, हाम्रो एसपी आउँछ। यदि लस भएको छ भने सिपीमा लसलाई घटाइदिउँ। हजुरहरूले बुझ्नुभयो? फेरि एकचोटि रिपिट गर्छु है। सर्वप्रथम त हामीहरूले के निकाल्ने? प्रफिट निकाल्ने। कसरी निकाल्ने प्रफिटलाई? हामीलाई सिपी र प्रफिट पर्सेन्ट दिएको छ भने हामीले प्रफिटको फर्मुला के पढेका छौँ? प्रफिट बराबर पी पर्सेन्ट अफ सिपी। यस, त्योबाट हामीले के निकाल्छौँ? प्रफिट निकाल्छौँ। यदि हामीलाई लस पर्सेन्ट दिएको छ भने
यस, लस बराबर लस पर्सेन्ट अफ सिपी। र यो आइसकेपछि हामीले स्टेप टूमा के गर्नुपर्छ? हामीले माथि दिएका छौँ एसपी बराबर सिपी प्लस प्रफिट। सो एसपी निकाल्नको लागि सिपी दिएको छ, प्रफिट हामीले निकाल्यौँ जोडिदियौँ, त्यसलाई भने के आयो? एसपी आयो। अनि एसपी इज इक्वल टु सिपी माइनस लस। हामीले लस निकाल्यौँ, त्यो लसलाई सिपी दिएको छ, सिपीसँग माइनस गरिदियौँ भने के आयो? यस, एसपी आयो। इक्जाम्पल वान हेरौँ त है। यदि हामीहरूले प्रफिट पर्सेन्टको प्रयोग गरेर निकाल्यौँ भने सर्वप्रथम त हामीले के निकाल्नुपर्छ? प्रफिट निकाल्नुपर्छ। हेरौँ है त, हामीहरूलाई सिपी 400 दिएको थियो, प्रफिट पर्सेन्ट अथवा पी पर्सेन्ट 20% दिएको थियो, देन प्रफिट के हुन्छ त? यस, पी पर्सेन्ट अफ सिपी, जुन हाम्रो प्रफिट कति आयो? 80 आयो। भने प्रफिट दिएको खण्ड, प्रफिट भएको खण्डमा एसपी निकाल्ने फर्मुला के छ त? एसपी इज इक्वल टु सिपी प्लस प्रफिट। 400 प्लस 80 इज इक्वल टु आरएस 480 एसपी आयो। इक्जाम्पल 2मा लसको लागि हेरौँ है त। वेन सिपी 400 लस पर्सेन्ट 12%, भने लस कसरी निकाल्छौँ हामीहरूले? यस, लस पर्सेन्ट अफ सिपी। त्यस्तो गर्दा हाम्रो लस कति आयो? 48 आयो। अब हाम्रो लस भएको खण्डमा एसपी निकाल्ने फर्मुला के छ? सिपी माइनस लस इक्वल टु एसपी भन्ने छ। भने 400 माइनस 48 इज इक्वल टु 352। यहाँ हाम्रो के आयो? एसपी आयो। Finding CP when SP and profit slash loss percent are given। हामीहरूले सिपी पत्ता लगाउँछौँ कुन खण्डमा त? जुन खण्डमा एसपी र प्रफिट अथवा लस पर्सेन्ट दिएको छ। योभन्दा अगाडि हामीले के गर्यौँ? हामीले एसपी निकाल्यौँ सिपी दिएको खण्डमा। अब हामीले के गर्ने त? एसपी दिएको खण्डमा सिपी निकाल्ने। यसको लागि हामीहरूले सिपीलाई लेट गर्नुपर्छ। यसमा हामीले लेट सिपी बराबर के मानेका छौँ? एक्स मानेका छौँ। भने प्रफिट भनेको के हुन्छ? प्रफिट पर्सेन्ट अफ सिपी भन्नाले यसमा हामीले के मानेका छौँ? एक्स मानेका छौँ। बराबर प्रफिट पर्सेन्ट इन्टु एक्स अपन 100। लस भनेको के हुन्छ? लस पर्सेन्ट अफ सिपी भन्नुको अर्थ के हो? लस पर्सेन्ट इन्टु सिपी होल डिभाइडेड बाई के? 100। एसपी भनेको के हो? सिपी प्लस प्रफिट हो, अथवा एसपी भनेको के हो? सिपी माइनस लस हो, होइन त? यताबाट हामीले सिपीको लागि पनि ड्राइभ गर्न सक्छौँ। जस्तै सिपी भनेको के हो त? सिपी भनेको एसपी माइनस प्रफिट हो, अनि सिपी भनेको एसपी प्लस लस हो। इक्जाम्पल हेरौँ त है। इक्जाम्पलमा मानौ हामीले पहिला प्रफिट निकाल्यौँ र हामीले के निकाल्नु छ? सिपी निकाल्नु छ। भने हामीलाई के दिएको छ? 550 एसपी दिएको छ र प्रफिट पर्सेन्ट 10% दिएको छ। अब हामीले प्रफिट कसरी निकाल्छौँ? प्रफिट कसरी निकाल्छौँ? प्रफिट हामीले प्रफिट पर्सेन्ट अफ एसपीबाट निकाल्छौँ, हो कि होइन? अनि एसपी बराबर सिपी प्लस सिपी बाई 10 भनेको कति आयो? 550 इक्वल टु 11 एक्स अपन 10 भनेको एक्सको आन्सर कति आयो? 500 आयो। सिपी हाम्रो कति आयो? आरएस 500। कुन खण्डमा? प्रफिट दिएको खण्डमा। च्याप्टर 2 मार्क्ड प्राइस। च्याप्टर 2 डिस्काउन्ट एन्ड भ्याट। पहिला त डिस्काउन्ट बुझ्नु अघि मार्क्ड प्राइसको बारेमा बुझौँ है त। मार्क्ड प्राइसलाई सर्टकटमा हामीहरूले एमपी भन्ने गर्छौँ। द प्राइस प्रिन्टेड अर मार्क्ड अन एन आर्टिकल। कुनै पनि वस्तुको अङ्कित मूल्यलाई नै हामीहरूले के भन्ने गर्छौँ? मार्क्ड प्राइस भन्ने गर्छौँ। डिस्काउन्ट द रिडक्सन इन एमपी when the shopkeeper sells an article।
सपकिपरले कुनै वस्तु बेच्दा एमपीमा गर्ने कमी। सपकिपरले कुनै पनि वस्तुलाई बेच्दा एमपीमा गर्ने कमीलाई हामीले के भन्छौँ? डिस्काउन्ट भन्छौँ। यसो भए हामीले एसपी बराबर एमपी माइनस डिस्काउन्ट लेख्न सक्छौँ। यो पनि हजुरहरूले याद गर्नुपर्छ। सेलिङ प्राइस भनेको के हुन्छ? अङ्कित मूल्य माइनस डिस्काउन्ट, छुट गरेको मूल्य। यहाँबाट हामीले डिस्काउन्ट बराबर के लेख्न पायौँ? डिस्काउन्ट बराबर एमपी माइनस एसपी लेख्न पायौँ। अब हेरौँ, discount percent D percent, the reduction in the price expressed as a percentage of MP। मूल्यमा भएको कमीलाई यदि MP को प्रतिशतको रूपमा व्यक्त गरिन्छ भने त्यसलाई नै हामीले डी पर्सेन्ट अथवा डिस्काउन्ट पर्सेन्ट भन्ने गर्छौँ। डिस्काउन्ट पर्सेन्ट बराबर के हुन्छ त? डिस्काउन्ट पर्सेन्टको फर्मुला डिस्काउन्ट अमाउन्ट अपन MP इन्टु 100। डिस्काउन्ट अमाउन्ट, यहाँबाट हामीले डिस्काउन्ट अमाउन्ट बराबर के लेख्न सक्यौँ? डिस्काउन्ट पर्सेन्ट इन्टु एमपी डिभाइडेड बाई 100। अब हामीहरूले भ्याटको बारेमा बुझौँ त है। भ्याट भनेको के हो? भ्याल्यु एडेड ट्याक्स। हामीले के कुरा पनि बुझ्नुपर्छ भने नेपालको कन्डिसनमा भ्याट कति छ त? 13% छ भन्ने कुरा पनि बुझ्नुपर्छ। कुनै क्वेसनमा यो भ्याटको गिभन पनि हुँदैन, हामीहरूले त्यो आफैले बुझेर लेख्नुपर्छ है त। भ्याटको डिफाइन तर्फ लागौँ है त। भ्याट भनेको अ ट्याक्स चार्ज अन द सेलिङ प्राइस अफ गुड्स एन्ड सर्भिसेस एट द टाइम अफ पर्चेज स्ल्यास कन्जप्सन। वस्तु तथा सेवाहरूको बिक्री मूल्यमा लाग्ने कर जुन त्यस समयमा खरिद वा उपभोग हुन्छ भनेको नै के हो त? भ्याट हो। वस्तु तथा सेवाको बिक्रीमा अथवा सेलिङ प्राइसमा लाग्ने कर, जुन वस्तु त्यो समयमा खरिद अथवा उपभोग भइरहेको हुन्छ। अब हामीले भ्याट अमाउन्ट बराबर फर्मुला के छ थाहा छ? भ्याट पर्सेन्ट इन्टु एसपी अपन 100 भए एसपी विथ भ्याट भनेको द फाइनल प्राइस विच इज obtained आफ्टर एडिङ भ्याट विथ एसपी। भ्याटलाई एसपीमा जोडेपछि पाइने अन्तिम अन्तिम के प्राइसलाई नै हामीले एसपी विथ भ्याट भन्ने गर्छौँ। जस्तै मैले के भनेको थिएँ? भ्याटलाई एसपीमा जोड्नु, सो एसपी विथ भ्याट भनेको एसपी प्लस भ्याट अमाउन्ट। फ्याक्ट्स टु रिमेम्बर, हामीले प्रफिट एन्ड लस च्याप्टर पढ्नु अघि याद नै पर्ने तथ्यहरू। एसपी बराबर हामीहरूले एमपी माइनस डिस्काउन्ट भन्ने गर्छौँ। एमपी भनेको थोकेको अङ्कित मूल्य माइनस के त? छुट, छुट गरेको मूल्य डिस्काउन्ट। यहाँबाट हामीले डिस्काउन्ट बराबर के लेख्न पायौँ? एमपी माइनस एसपी भने डिस्काउन्ट पर्सेन्ट बराबर डिस्काउन्ट अमाउन्ट अपन एमपी इन्टु 100। डिस्काउन्ट भनेको के? छुट भएको मूल्य अपन अङ्कित मूल्य इन्टु 100 गर्दा हामीले के पाउँछौँ? डिस्काउन्ट पर्सेन्ट पाउँछौँ। इन्टु यहाँनिर 100 होइन, 100% हो है। डिस्काउन्ट अमाउन्ट भनेको डिस्काउन्ट पर्सेन्ट अफ एमपी, डिस्काउन्ट पर्सेन्ट इन्टु एमपी होल डिभाइडेड बाई 100 गर्दा हामीले के पाउँछौँ? डिस्काउन्ट अमाउन्ट पाउँछौँ। अनि भ्याट अमाउन्ट, भ्याट अमाउन्ट भनेको के हो? भ्याट पर्सेन्ट अफ एसपी भन्नुको अर्थ भ्याट पर्सेन्ट इन्टु एसपी होल डिभाइडेड बाई 100 है। एसपी विथ भ्याट भनेको एसपी प्लस भ्याट अमाउन्ट। एसपी भनेको के? बेचेको मूल्य। भ्याट अमाउन्ट भनेको के? वस्तु तथा सेवाको बिक्री मूल्यमा लाग्ने कर होइन त। यो कुराहरू हामीले क्वेसन गर्नुभन्दा अगाडि थाहा नै पाउनुपर्छ। क्वेसन एन्ड आन्सर, मैले हजुरहरूलाई यहाँ केही क्वेसन गइरहेको छु। हजुरहरूले पनि कपी कलम लिएर मसँगै क्वेसन गर्नु होला है। यो भन्दा पहिले त हामीले प्रफिट एन्ड लस कति नम्बरमा आउँछ त भनेर त्यो पनि अलि बुझिराख्नुपर्छ। प्रफिट एन्ड लस हाम्रो क्वेसन नम्बर 2मा आउँछ र योबाट एबिसी गरेर 3वटा क्वेसन आउने गर्छन् इक्जाममा।
है त। अब हामीले क्वेसन नम्बर वानबाट सुरु गरौँ। क्वेसन नम्बर वानमा के भनेको छ, द कस्ट प्राइज अफ अ मोबाइल इज आरएस 21,000 एन्ड मार्क प्राइस इज 30% एबभ द कस्ट प्राइज। यो क्वेसनलाई इम्पोर्टेन्ट क्वेसन हो है, इम्पोर्टेन्ट क्वेसन लेखिराख्नु है यो। के भनेको छ त क्वेसनले, एउटा मोबाइलको क्रय मूल्य 21,000 छ। कुनै पनि मोबाइल किनेको मूल्य 21,000 छ र अङ्कित मूल्य क्रय मूल्य भन्दा 30%ले बढी छ, भनेको एमपिसिपी भन्दा 30%ले बढी छ। द कस्ट प्राइस अफ अ मोबाइल इज आरएस 21,000 एन्ड द मार्क प्राइस इज 30% एबभ द कस्ट प्राइस, है त। अब हामीले एमा हेरौँ। एमा हामीलाई के भनेको छ, राइट द फर्मुला टु फाइन्ड प्रफिट पर्सेन्ट। हामीहरूलाई के थाहा छ, प्रफिट पर्सेन्ट बराबर प्रफिट अपन सिपी इन्टु 100% हो भन्ने थाहा छ। हामीले माथि फर्मुला हेरिसक्यौँ। अब बीमा हेर्छौँ है, फाइन्ड द मार्क प्राइस। यो म हजुरहरूलाई निकालेर देखाउँछु है, यो कसरी निकाल्छौँ त। हामीले यस्तो क्वेसनहरू, हामीहरूले क्वेसन नम्बर यसरी, हजुरले इक्जाममा यसरी लेख्नु होला है, म सिकाइदिन्छु। क्वेसन नम्बर वान लेख्ने हजुरहरूले है, अनि त्यसपछि यता सोल्युसन, नछुटाउनु होला है, सोल्युसन गिभन लेख्ने। हामीलाई के कुरा दिएको छ त, हामीले त्यो कुरालाई सर्वप्रथम त लेख्ने। सिपी अफ अ मोबाइल इज इक्वल टु कति छ त, आरएस 21,000। अर्को हामीलाई के दिएको छ, एमपी अफ अ मोबाइल कति दिएको छ हामीलाई, एमपी 13% मोर देन सिपी भन्नुको अर्थ के हो, 13% अफ सिपी प्लस सिपी। सिपी भन्दा 30%ले बढी छ भन्नुको अर्थ के हो, 30% अफ सिपी प्लस सिपी हो। यो हामीहरूले बुझ्नै पर्ने कुरा हो। कुनै खण्डमा कुनै क्वेसनमा एमपी निकाल्ने भनेको हुन्छ सिपी भन्दा एमपी यतिले बढी छ भनेर गिभन हुन्छ र हजुरहरूलाई एमपी निकाल्न भन्छ। त्यसैले हजुरहरूले यो थाहा पाइराख्नुपर्छ। एमा हेरौँ त है, एमा के सोधेको थियो हामीलाई, फर्मुला सोधेको थियो होइन, प्रफिट पर्सेन्ट निकाल्ने कसरी लेख्ने, द फर्मुला इज प्रफिट पर्सेन्ट बराबर प्रफिट अपन के हुन्छ, सिपी इन्टु 100%। अनि हामीलाई बीमा के सोधेको थियो त, यसको एमपी सोधेको थियो होइन, सोल्युसन एमपी बराबर वाट भनेको थियो, हामीलाई थाहा छ, वी नो द्याट। एमपी बराबर के दिएको छ माथि, 30% अफ सिपी प्लस सिपी, 30/100 इन्टु 21,000 प्लस 21,000। यो सबै हिसाब गर्दा कति आयो, कति आयो त यो सबै हिसाब गर्दा, आरएस 27,300 आयो। हजुरहरूले पनि निकाल्ने है, हजुरहरूले पनि निकाल्नु होला। मलाई त मेरो क्यालकुलेसनमा कति विश्वास छैन। अब हामीहरूले सी नम्बर
क्वेसन हेरौँ है त। सी नम्बरमा के सोधेको थियो हामीहरूलाई? सीमा हामीहरूलाई के सोधेको छ? इफ मोबाइल वाज सोल्ड फर आरएस 24,000, 24, फाइन द डिस्काउन्ट अमाउन्ट। यदि उक्त मोबाइललाई हामीहरूले 24,000 24 रुपियाँमा बेच्यौँ भने हाम्रो डिस्काउन्ट अमाउन्ट पत्ता लगाउनुहोस्। छुट गरेको मूल्य पत्ता लगाउनुहोस्। छुट गरेको मूल्य पत्ता लगाउनुहोस् होइन। यो पनि म हजुरहरूलाई गरेर देखाइदिन्छु। केही टेक्निकल प्रब्लमको कारणले मैले तपाईँहरूलाई यता गरेर देखाइदिन्छु है। एकैछिन, सरी सरी है, एकैछिन। एकैछिन मैले यो मेटेँ है। यो मेटेँ है मैले बी नम्बरको। हजुरहरूले बुझ्नुभयो नि यो? एकदमै इम्पोर्टेन्ट क्वेसन हो है यो इक्जामको लागि। तपाईँहरूले म सँगसँगै गर्दै हुनुहुन्छ कि नाइ? तपाईँ पनि गर्नुहोस् है, मैले मात्र गरेर हुने छैन, तपाईँहरूको प्र्याक्टिस हुने हो। मैले पनि सी नम्बर गरिदिन्छु हजुरहरूको लागि, चिन्ता नमान्नुहोस्। सी नम्बरमा हामीहरूलाई के निकाल्न भनेको थियो? हामीहरूलाई डिस्काउन्ट अमाउन्ट निकाल्न भनेको थियो। हामीलाई एसपी दिएको थियो र हामीलाई डिस्काउन्ट अमाउन्ट पत्ता लगाऊ भनेको थियो। अब हामीले त्यसको लागि के गर्न सक्छौँ? डिस्काउन्ट अमाउन्ट बराबर हामीले माथि पढेका थियौँ एमपी माइनस एसपी। ती कुरालाई हामीले लिखित रूपमा हेर्नेछौँ है त। इक्जाममा लेख्नुपर्दा हजुरहरूले कसरी लेख्नुहुन्छ त यसलाई? यसलाई हजुरहरूले के गर्ने? र त सी नम्बर लेख्ने हजुरहरूले होइन, राम्रोसँग। अनि यसको पनि सोल्युसन लेख्ने, अथवा नाउ भनेर पनि लेख्ने है। एसपी अफ मोबाइल फोन बराबर आर्यस कति भनेको थियो? 24,024। अनि डिस्काउन्ट अमाउन्ट बराबर वाट? वी नो द्याट डिस्काउन्ट अमाउन्ट बराबर के हुन्छ? डिस्काउन्ट अमाउन्ट बराबर अङ्कित मूल्य एमपी माइनस बेचेको मूल्य एसपी हुन्छ। अङ्कित मूल्य कति छ? 27,300 माइनस बेचेको मूल्य कति छ? 24,024। अनि कति भयो? आरएस 3,200 छ, 3,276। अब हामीले बी नम्बरको क्वेसन हेरौँ है। बी नम्बरको क्वेसनमा के भनेको छ? बी नम्बरको क्वेसनमा हामीहरूलाई के भनेको छ? सेन्टाराम बाउथ अ फ्यान अफ लेबल प्राइस आरएस 1,500 एट 20% डिस्काउन्ट। सेन्टारामले एउटा पङ्खा किन्नुभयो जसको लेबल प्राइसलाई हामीले मार्क प्राइस पनि भन्ने गर्छौँ है। अङ्कित मूल्य जुन कति छ? 1,500 छ।
र उनले पाएको डिस्काउन्ट पर्सेन्टमा छ, कति छ, उनले 20% डिस्काउन्ट पाउनुभयो। एमा हामीलाई के सोधेको छ? हाउ मच इज द सेलिङ प्राइस अफ एन आर्टिकल हुज मार्क प्राइस इज एमपी एन्ड द डिस्काउन्ट पर्सेन्ट इज डी%। हाउ मच इज द सेलिङ प्राइस, सेलिङ प्राइस कति होला त कुनै पनि आर्टिकलको जसको अङ्कित मूल्य एमपी छ र डिस्काउन्ट पर्सेन्ट डी% छ। यो भनेको हामीलाई के सोधेको, फर्मुला सोधेको हो। एसपी बराबर के हुन्छ? एमपी माइनस डिस्काउन्ट पर्सेन्ट अफ एमपी। के भने मैले? क्वेसन नम्बर 1 मेटिदिउँ है त। यो मेट्न अलिकति टाइम लाग्छ, हजुरहरूलाई पनि समस्या भइरहेको होला। यसको लागि म माफी चाहन्छु। हजुरहरूले पनि गर्दै रहनु होला है म सँगसँगै। यो मेट्न त गाह्रो परिहाल्यो त मलाई। यति पनि कठिन, यति ल। लेखौँ है त। फर्स्ट त क्वेसनमा के भनेको थियो? क्वेसनमा हामीलाई गिभन के थियो? त्यो कुरा हेरौँ, हामीलाई क्वेसनमा गिभन के थियो? मार्क प्राइस थियो र डिस्काउन्ट पर्सेन्ट थियो है। हजुरहरूले कसरी लेख्नु होला इक्जाममा? क्वेसन नम्बर 2 हामीले है टक्क बिचमा। अनि यता कुन्दामा सोल्युसन, दिएको कुरा गिभन, के दिएको थियो त हामीलाई? एमपी कति दिएको थियो? आरएस 1500। अरू हामीलाई के दिएको थियो? डी%। अहिले मैले सर्टमा लेखिदिएँ है, हजुरहरूले पुरै लेख्नुपर्छ है यो। 20%। एमा हामीलाई के निकाल्न भन्नुभएको, के निकाल्न भन्नुभएको थियो? एसपी भनेको के हो? एमपी माइनस डिस्काउन्ट पर्सेन्ट अफ एमपी। यो ए क्वेसनको लागि उसले कन्डिसन के दिएको थियो हजुरलाई थाहा थियो? थाहा छ कि नै हजुरहरूलाई यस्तो कन्डिसन दिएको बेला? हामीहरूले जस्तै यहाँनिर हामीहरूले जसरी एमपीलाई हामीहरूले एक्स पनि लेख्न सक्थ्यौँ। हामीले एक्स किन लेखेनौँ? डिस्काउन्ट पर्सेन्टलाई वाइ पनि लेख्न सक्ने फर्मुलामा। तर हामीले क्वेसनले हामीलाई के भनेको थियो? एमपीलाई एमपी मान, एसपीलाई एसपी नै मान, डिस्काउन्ट पर्सेन्टलाई डी%मै मान भनेको थियो। यो पनि महत्त्वपूर्ण क्वेसन हो, ध्यानमा राख्नु होला। अनि बी नम्बरमा के भनेको छ? हामीलाई सेलिङ प्राइस निकाल्न भनेको छ। यो माथि ए नम्बरमा हेर्नुहोस् त, हामीले के लेख्यौँ? एसपी को फर्मुला हो। त्यो ए नम्बरमा फर्मुला खाली दिँदैन, हेर्नु होला बाबुहरू। त्यहीबाट क्वेसन आउँछ बी नम्बरमा पनि। सबै प्रश्न लगभग त्यस्तै हुन्छ। एसपी भनेको के लेख्यौँ हामीले? एमपी, एमपी भनेको कति छ? आरएस 1500 माइनस डिस्काउन्ट पर्सेन्ट कति छ? 20%। भन्नुको अर्थ के हो? 20% भन्नुको अर्थ के हो? 20/100। अफ भन्नुको अर्थ के हो? इन्टु एमपी कति छ? 1500। दुई जिरोले दुई जिरो काट्यो। आरएस यो क्यालकुलेसन गर्दा जम्मामा कति आयो? 1200 आयो। त्यसो भए हामीले तोकेको प्राइस एमपी थियो
त्यसमा 20% डिस्काउन्ट गऱ्यौँ र हामीले अन्त्यमा त्यो वस्तुलाई कतिमा बेच्यौँ त 1200 बेच्यौँ। एसपी 1200। अर्को क्वेसन के दिएको छ हामीलाई? इफ अ फर्म इज सोल्ड एट 25% लस भने कस्ट प्राइस निकाल्नुहोस् भन्यो। के दिएको छ सीमा हामीलाई? यदि गिवन फैन 25% लसमा बेच्यो भन्नुको अर्थ के हो? लस पर्सेन्ट बराबर 25% हो भने हामीलाई के निकाल भन्यो? उसले सिपी निकाल भनिदियो। ओहो, यस्तो क्वेसन आउँदा त मलाई डर लाग्यो भन्नुहुन्छ हजुरहरूले। डर मानेर त कामै छैन नि। यस्तो क्वेसन कति सजिलो सोल्युसन छ हेर्नुहोस् है। फर्स्ट अफ अल त हामीलाई एल पर्सेन्ट भनेको के हो थाहा हुनु पर्यो। एल पर्सेन्ट के हो हाम्रो? लस अपन सिपी इन्टु 100%। अघि मैले माथि एउटा क्वेसनमा फर्मुला लेख्दा मैले के भनेको थिएँ हजुरहरूलाई? लस मात्र थाहा भएर हुन्न बाबुहरू। लस भनेको के हो? सिपी माइनस एसपी हो। यो कुरालाई पनि ध्यान दिनु होला भनेको थिएँ। अब यो क्वेसनमा त्यो काम लाग्यो कि लागेन? हेर्नुहोस् त, इन्टु 100%। यतानिर मैले सिपीलाई लेट सिपी बराबर एक्स मानिदिन्छु। यसलाई यो सबै कुरालाई मैले राम्रोसँग गर्छु है। एकदमै ध्यान दिनुपर्ने प्रश्न हो यो। इक्जाममा मोस्ट इम्पोर्टेन्ट क्वेसन हो इक्जामको लागि। धेरै आउन सक्ने सम्भाव्यता भएको क्वेसन हो यो। है त एकचोटि है यो म समेट्छु एकचोटि। तर है मेटिहाल्नु एकैछिन काण्ड गर्नु होला। हजुरहरूले पनि टिप्नु होला है। यो इम्पोर्टेन्ट क्वेसन हो। यस्तो क्वेसनहरू छोड्नै भएन हजुरहरूले। यो त हजुरहरूले छोड्यो भने इक्जाममा कति मार्क्सको आउँछ? 4 मार्क्स। 4 मार्क्स गयो। प्रफिट एन्ड लस एकदमै इम्पोर्टेन्ट च्याप्टर हो। के थियो त हामीलाई दिएको? यसै लेख्नु है हजुरहरूले पनि। सी नाउ भन्नु। हामीलाई क्वेसनमा के भनेको थियो? के गिभन थियो हामीलाई क्वेसनमा? त्यो कुरा पनि हामीले लेखिदिनु पर्छ। हामीलाई एल पर्सेन्ट बराबर भनेको थियो 25%। हामीलाई के निकाल भनेको थियो? सिपी बराबर वाट भनेको थियो। हामीहरूले के भन्ने? लेट। हामीले सिपीलाई के मानिदियौँ? हामीले सिपीलाई एक्स मानिदियौँ। अब हामीलाई थाहा छ, वी नो द्याट एल पर्सेन्ट बराबर के हुन्छ? लस अपन सिपी इन्टु 100%। र हामीहरूलाई लस भनेको के हो? सिपी माइनस एसपी भन्ने थाहा छ। अपन सिपी इन्टु 100%। अब हामीले दिएको कुराहरू लेखौँ है त। के दिएको छ हामीलाई? लस पर्सेन्ट दिएको छ कति? 25%। होइन, डबल इक्वल टु आउँछ भने यता ओभर लगाइहाल्नुहोस्। किनभने यता पनि इक्वल टु आइरहेको छ, यता पनि इक्वल टु लेख्न पाइएन। हामीले सिपीलाई कति मानेका छौँ? एक्स माइनस एसपी हामीलाई कति दिएको छ? 1200। यो पनि हामीले निकालेका हौँ। अपन सिपी हामीले कति मान्यौ? एक्स इन्टु 100%। पर्सेन्टले पर्सेन्ट काट्छ र 25 इक्वल टु यो होललाई नेटले मल्टिप्लाई गर्दा के भयो? 100x माइनस 234 अपन एक्स। योको अगाडि योको डिनोमिनेटरमा के छैन भने कति छ? 1 छ। क्रस मल्टिप्लाई गर्ने 25x 100x माइनस 1,20,000।
25x माइनस 100x इक्वल टू माइनस 1,20,000। यो कति आयो -75x। यो कति छ -1,20,000। माइनसले माइनस काट्यो। अब एक्स बराबर के भयो 1,20,000 अपन 75। देयरफोर एक्स बराबर कति भयो त आरएस 1600। यो आएपछि हजुर लास्टमा के लेखिदिनु पर्छ थाहा छ 10 भनेर लेखिदिनु पर्छ 10। द कस्ट प्राइस इज आरएस। मेरो त यता ठाउँ पुगेन मैले यता लेखेँ है हजुरहरूले राम्रोसँग हाइलाइट गर्नु होला है यसलाई। हेर्नुहोस् है मैले यता लेखिदिएको छु। र आजको लागि यति नै। अब मैले हजुरहरूको लागि यति धेरै क्वेसनहरू बनाएको छु। यो सबै क्वेसनहरू मैले हजुरहरूलाई गराउने छु। हजुरहरूले पनि प्र्याक्टिस गर्नुहोला। यस्तो क्वेसनहरू हजुरहरूले गर्यो भने पक्का पनि हजुरहरूलाई इक्जाममा सजिलो हुनेछ भन्ने म हजुरहरूलाई आश्वासन दिन्छु। र यो सेसन इन्ड गर्नुभन्दा अगाडि हामीहरूले आज के पढ्यौँ त एकैचोटि म सरसट्टि रिभाइज गराइदिन तर्फ लाग्छु है त। हामीले पहिला त प्रफिट एन्ड लसको बारेमा पढ्यौँ। प्रफिट भनेको के थियो कुनै पनि बिजनेसले अर्न गरेको एक्स्ट्रा अमाउन्ट जुन कस्ट भन्दा बढी हुन्छ। लस भनेको के थियो कुनै पनि बिजनेसले घाटा खानु हो जब के त किनेको मूल्य बेचेको मूल्य भन्दा बढी हुन्छ। अनि हामीले के पढ्यौँ अरू प्रफिट बराबर एसपी माइनस सिपी हुन्छ र लस बराबर सिपी माइनस एसपी हुन्छ। कुन कन्डिसनमा प्रफिट बराबर एसपी माइनस सिपी हुन्छ जब एसपी ग्रेटर देन सिपी हुन्छ। कुन कन्डिसनमा लस बराबर सिपी माइनस एसपी हुन्छ जुन कन्डिसनमा सिपी ग्रेटर हुन्छ। अनि हामीले प्रफिट एन्ड लसलाई पनि पर्सेन्टको रूपमा एक्सप्रेस गर्न सिक्यौँ होइन। यसमा हामीले के सिकाएको थियौँ प्रफिट पर्सेन्ट बराबर के हुन्छ प्रफिट अपन सिपी इन्टु 100%। फर्दर भन्नुपर्दा प्रफिट भनेको के हो एसपी माइनस सिपी अपन सिपी इन्टु 100%। अनि लस पर्सेन्ट भनेको के हो लस अपन सिपी इन्टु 100%। फर्दर भन्नुपर्दा सिपी माइनस एसपी अपन सिपी इन्टु 100%। अनि हामीहरूले एसपी निकाल्न सिकेका थियौँ कुन कन्डिसनमा सिपी र प्रफिट अथवा लस पर्सेन्ट दिएको कन्डिसनमा। त्यो बेला हामीले के गरेका थियौँ पहिला त हामीहरूले प्रफिट निकालेका थियौँ। प्रफिट निकालेपछि हामीले त्यो माथिको फर्मुलामा राखेका थियौँ प्रफिट पर्सेन्ट बराबर प्रफिट अपन सिपी इन्टु 100%। अनि त्यसपछि हामीले एसपी भनेको के भनेका थियौँ प्रफिट प्लस सिपी। कुन कन्डिसनमा जब प्रफिट भएको हुन्छ तब एसपी बराबर के हुन्छ प्रफिट प्लस सिपी। यदि लस पर्सेन्ट दिएको छ भने हामीले के निकाल्नुपर्छ पहिला त्योबाट लस निकाल्नुपर्छ। लस निकालेपछि हामीलाई लस पर्सेन्ट बराबर लस अमाउन्ट अपन सिपी इन्टु 100% भनेको थाहा छ। अनि लस भएको कन्डिसनमा एसपी बराबर के हुन्छ सिपी माइनस लस हुन्छ। त्यसपछि हामीले यस्तै गरी हामीले सिपी निकाल्न सिक्यौँ एसपी अथवा लस स्ल्यास प्रफिट पर्सेन्ट दिएको बेला जसमा हामीले सिपीलाई लेट गरेर मानेका थियौँ। र प्रफिट पर्सेन्टबाट पहिला त हामीले के निकाल्नु पर्यो प्रफिट निकाल्नु पर्यो। त्यही कन्डिसनबाट प्रफिट अपन सिपी इन्टु 100%। प्रफिट पर्सेन्ट गिभन छ प्रफिट भनेको के हो एसपी माइनस सिपी हो अपन सिपी इन्टु 100%। सिपीलाई हामीले एक्स मानिदियौँ त्यहाँबाट हाम्रो के आउँछ प्रफिट आउँछ। त्यहाँबाट हाम्रो प्रफिट आइसकेपछि हामीले के भनेका थियौँ एसपी बराबर सिपी प्लस प्रफिट भनेका थियौँ भने प्रफिट बराबर के भयो सिपी बराबर के भयो एसपी माइनस प्रफिट भयो। अब हामीलाई लस पर्सेन्ट दिएको छ भने लस पर्सेन्टबाट हामीले के निकाल्यौँ पहिला त लस निकाल्यौँ। अनि लस पर्सेन्टबाट लस कसरी निकाल्यौँ लस पर्सेन्ट भनेको लस अपन सिपी इन्टु 100 हो। लस भनेको सिपी माइनस एसपी हो अपन सिपी इन्टु 100। त्यहाँबाट हामीले लस निकाल्यौँ। अनि लस भएको खण्डमा एसपी निकाल्ने फर्मुला के थियो एसपी बराबर के थियो त एसपी बराबर सिपी माइनस लस। अब यताबाट सिपी निकाल्ने के छ त एसपी प्लस लस।
भनेको के हो? सिपी हो। त्यो निकाल्न सिकौँ हामीहरूले। अनि हामीहरूले डिस्काउन्टको बारेमा बुझ्यौँ। डिस्काउन्ट भनेको सपकिपरले कुनै वस्तु बेच्दा एमपीमा गर्ने कमी हो। हामीले त्यसमा एमपीको बारेमा पनि बुझ्यौँ। एमपी भनेको कुनै पनि वस्तुको अङ्कित मूल्य हो, जुन मूल्य कुनै पनि बिजनेसम्यानले अथवा कुनै पनि सेल्सम्यानले जसले वस्तु बेच्छ त्यसले तोकेको हुन्छ। अनि त्यो तोकेको प्राइसमा कम भएको मूल्य नै डिस्काउन्ट अमाउन्ट हो। र हामीले डिस्काउन्ट पर्सेन्टको बारेमा पढ्यौँ। डिस्काउन्ट पर्सेन्ट भनेको के हो? मूल्यमा भएको कमीलाई यदि एमपीको प्रतिशतको रूपमा व्यक्त गरिन्छ भने त्यसलाई हामीले डिस्काउन्ट पर्सेन्ट भन्यौँ। अनि हामीले भ्याटको बारेमा बुझ्यौँ। भ्याट भनेको के हो? वस्तु तथा सेवाको बिक्री मूल्यमा लाग्ने कर हो। अनि हामीले के बुझ्यौँ? नेपालको कन्डिसनमा भ्याट कति हुन्छ? 13% हुन्छ। त्यो कुरा पनि ध्यान राख्नु होला। अनि हामीहरूले क्वेसनहरू पनि गऱ्यौँ र भोलि पनि हामीहरूले यस्तै इन्ट्रेस्टिङ क्वेसनहरू गर्नेछौँ। र आजको सेसन यति नै। हस्त, धन्यवाद।